नमस्ते अनलाइन भिडियो म्यागजिन jptsk.com को लागि म प्रदीप मालबुल यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। आदरणीय दर्शकबिन एनआरएन हङकङले आयोजना गरेको दशैं तिहार साँझको लागि नेपालबाट आउनुभएका कलाकारहरूसँगको कुराकानी गर्ने क्रममा फेरि पुनः मसँग एकजना अर्को युवा ढुकढुकी हुनुहुन्छ। उहाँ हुनुहुन्छ सबिन राईजी। उहाँलाई हाम्रो यस अनलाइन भिडियो म्यागजिन यहाँ यस हङकङमा हार्दिक स्वागत गर्न सबिनजी यहाँलाई हङकङमा हार्दिक स्वागत साथै हाम्रो यस अनलाइन भिडियो म्यागजिन jptsk.com हार्दिक स्वागत गर्न चाहन्छु। धन्यवाद। यहाँको यो हङकङ यात्रा यहाँ कति पहिला पनि आइसक्नु भएको छ या यो फर्स्ट टाइम हो? खै 5-6 चोटि भयो कि मलाई त्यति राम्रोसँग थाहा भएन। 5-6 चोटि भइसक्यो होला। यहाँ 5-6 चोटि हङकङ आइसक्नु। तपाईँ यो दशैं तिहारको माझमा हङकङ आउनु भएको छ कन्सर्ट गर्न होइन? आफ्नो फ्यामिली आफ्नो देश छोडेर यहाँलाई कस्तो फिल भइरहेछ अहिले? हेर्नुहोस् अब यस्तो त मैले 2-3 दसैँ छोडिसकेको छु अनि अब त अब कामै यही हो। अनि फेरि दसैँ तिहार यस्तो न्यु इयरहरूमै अब धेरै कार्यक्रमहरू हुन्छ। सो त्यसको लागि हामी मेन्टली पनि प्रिपेयर्ड हो पहिलादेखि नै। त्यसबाट ठिकै छ। यहाँलाई एउटा प्रश्न सोध्न चाहन्छु। हाम्रो नेपालको दर्शकबिन साथै संसार भइरहनु भएका नेपाली दर्शकबिनहरूले यहाँको फ्यानहरूले यहाँलाई एउटा हाम्रो वेस्टर्न सिङ्गर ब्रायन एडम्सको भोइस भएको सिङ्गर भनेर यहाँलाई परिचय दिनुहुन्छ। यहाँले आफूलाई कसरी डिस्क्राइब गर्नुहुन्छ? तपाईँ अरूको नामसँग आफ्नो इन्ट्रोडक्सन आउँदाखेरि खुसी हुनुहुन्छ या होइन म मेरो छुट्टै पहिचान छ भन्न चाहनुहुन्छ? मलाई यस विषयमा मलाई धेरै ताल प्रश्न आइसक्यो। मलाई सुरुदेखि के लाग्छ भने मलाई दुःख पनि लाग्दैन सुन्दा, खुसी पनि लाग्दैन। किनभने मलाई दुःख किन लाग्दैन भने किनभने सुन्ने मान्छे बिचरा उहाँहरूले जस्तो सुन्नुहुन्छ त्यसरी नै भन्नुहुन्छ होइन। मलाई खुसी चाहिँ किन लाग्दैन भने किनभने म आफ्नै एउटा आइडेन्टिटी बनाउन चाहन्छु। मेरो आफ्नै छ एउटा संयोग मात्र होला त्यो सायद। सो मलाई त्यति खुसी पनि लाग्दैन, मलाई दुःख पनि लाग्दैन। सबिन राईको गीतहरू प्राय जसो एकदम अरू सिङ्गरहरूको भन्दा एकदम डिफ्रेन्ट क्याटेगोरी डिफ्रेन्ट टाइपको हुन्छ र यो सबै म्युजिक क्रिएट सबिन राई स्वयं आफैले क्रिएट गर्छ। सबिन राईले यो क्रिएसन चाहिँ कसरी निकाल्छ सबिन राई? म सबै आफै गर्छु, लेख्छु अनि आफै कम्पोज गर्छु। अब म चाहिँ एकदम साधारण लेखाइमा विश्वास गर्ने मान्छे हो। साधारण शब्दहरूले एकदम सठिक कुरा भन्न चाहन्छु म। जोस् अब कसरी निकाल्ने भन्ने म एक किसिमको एउटा कल्पना गर्छु। आफू अब बिछोडको गीत लेख्नु छ भने आफू एउटा बिछोडमा परेको जस्तो गरेर कल्पना गर्छु म। अनि त्यही तरिकाले म आफूलाई त्यहाँनिर राख्छु। एउटा म पात्र बनाउँछु आफूले अनि कस्तो हुन्छ त्यसलाई सरल तरिकाले एउटा सिम्पल वेमा भन्नु म कोसिस गर्छु। सबिन राई जहाँसम्म मैले सुनेको छु सबिन राई इज अ म्यारिड गाई र तपाईँ जुन कन्सर्टमा जानुहुन्छ तपाईँको लेडिज फ्यानहरू होइन तपाईँको लागि चाहिँ जुन चियर अप गर्नुहुन्छ तपाईँको फ्यानहरू हुनुहुन्छ, तपाईँ यसलाई कस्तो फिल गर्नुहुन्छ? तपाईँ एज अ म्यारिड म्यान तपाईँको सम्भव मसलाई जहाँसम्म लाग्छ केटाहरूभन्दा तपाईँको सायद लेडिज फ्यान धेरै छन् होइन? तपाईँ कन्सर्टमा जाँदाखेरि लेडिज फ्यानहरूले जुन तपाईँलाई चियर अप गर्नुहुन्छ होइन, त्यस्तो बेलामा तपाईँले कस्तो फिल गर्नुहुन्छ? मलाई त कस्तो पनि लाग्दैन। मलाई त लेडिज मात्रै छ जस्तो लाग्दैन, जेन्ट्स पनि छ। म जहिले पनि एल्बम गर्दाखेरि लेडिज जेन्ट्स दुईजनालाई ताकेर गर्छु म। अब कतिवटा गीतहरू अब लेडिजहरूले पनि मन पराएको छ, कतिवटा गीतहरू जेन्ट्सहरूको लागि ताकेर पनि बनाइरहेको हुन्छु। त्यो दुवैजना मेरो लागि
श्रोताहरू हो र दुईजनालाई म कुनै पनि यो तल त्यो माथि म गरेर कहिले पनि दिएको पनि छुइनँ, लिँदिनँ पनि। रमाइलो लाग्छ मलाई जे होस् दुईजनासँग। यहाँको फर्स्ट जुन तपाईँको म्युजिक करियरको फर्स्ट गीत कुन थियो होला? धेरै अगाडि कुरा हो त्यो 1991तिरको कुरा हो। मेरो यो माया भन्ने एउटा गीत थियो। मैले कस्तो चाहिँ हुन्छ भनेर मैले त्यतिखेर आफैले लेखेर, हुन त म सानोदेखि लेख्थेँ, दसैँ तिहारको लागि दाइहरूको लागि के अरे यो आशिष दिने गीतहरू त्यस्तोहरू म लेखिदिन्थेँ। त्यसरी गर्दै आउँदाखेरि अब मैले आफूले लेखेर अनि गीत गाएको चाहिँ एउटा त्यो रेकर्ड बनाएको चाहिँ त्यही 1991तिरको कुरा हो। सबिन हङकङ आइरहेको, हङकङमा बस्नुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको लागि नयाँ कसैले केही लिएर आएको छ या सबिन राई यो पालि आउँदाखेरि खाली हात? यसपालि साँच्चै नै भन्नुपर्दा अनेस्टली खाली हातै छु म। त्यही पुरानो गीतहरू छ, बाहिर नयाँ एल्बम निक्लिनु पर्ने हो, त्यो निक्लेर म यहाँनिर आउनु पऱ्यो भने। तर दिदीहरूको यो एनआरएनको कार्यक्रम चाहिँ अलिकति अगाडि परेको कारणले गर्दा मेरो तिहार अगाडि चाहिँ रिलिज हुँदैछ एल्बम, अनि त्यो एल्बम लिएर आउनु पऱ्यो भनेको। फेरि यहाँनिर हाम्रो एनआरएनको दिदीहरू दाइहरू सबैजनालाई मैले भन्नु त भनेकै हो अगाडि, मेरोमा गीत त्यति साह्रो अहिले छैन। त्यही पुरानो गीतहरू भन्दा दिदीहरूले होइन ठिकै छ अब गरौँ यसपालि भन्नु थाल्यो। अनि मैले त्यही गीतहरू यसो अलिकति रमाइलो तरिकाले गर्नु मात्रै कोसिस गरिरहेको छु। हुन्छ, यहाँले अनलाइन भिडियो म्यागजिन jptsk.com को लागि छोटो समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। जाँदा जाँदै अनलाइन jptsk.com हेरेर बसिरहनुभएका दर्शकबिनहरूको लागि के भन्न चाहनुहुन्थ्यो? सर्वप्रथम तपाईँ क्यामराम्यान दाई, तपाईँलाई धेरै धेरै धन्यवाद। jptsk.com लाई पनि धेरै धेरै धन्यवाद। अनि हेरिराख्नु भएको सम्पूर्णलाई एकदम टाइम दिनुभएको पनि धेरै धेरै धन्यवाद। ह्याप्पी दसैँ, ह्याप्पी तिहार सबजनालाई रमाइलोसँगले मनाउनुहोस्। तपाईँहरू जहाँ भए पनि आफ्नो देश कहिले नबिर्सिनुहोस्। त्यति नै हो। थ्याङ्क यू। तिमीसँगै गहिरा